नेपाली भाषा मान्यता दिवस यहाँहरूले आज मनन गर्नुभयो। आज 34 वर्षको अन्तरालमा आज ओकाइटीमा प्रथमचोटि भाषा दिवस पालन गरेकोमा बक्रा आवाज साथै तारसिङका समाज संगठनलाई हार्दिक कृतज्ञता प्रकट गर्दै आज समारोहमा उपस्थित हुनुभएका सभाध्यक्ष महोदय दिलीप मोक्तानज्यू साथै आजका विशेष प्रमुख अतिथि डिपी गुरुङज्यू अनि अन्य विशिष्ट व्यक्तित्वहरूलाई हार्दिक स्वागत। साथै मञ्चमा आसीन झुन चाहिँ यस्तो खालको त्यो दार्जिलिङको टप एउटा क्रिम दुधको क्रिम जस्तो क्रिमको भागहरू चाहिँ छुट्टिएर बसेको हुन्छ। त्यस्तैमा एमसी खाली, डाक्टर कुमार प्रधान, मदन तामाङ, इन्द्रबहादुर राई, मदन थापा, रतनलाल ब्राह्मण, सीके श्रेष्ठ, आरबी राई, लक्कीदेवी सुन्दास, जगत छेत्री, यिनीहरूले धेरै कुरो गरेको भनेदेखि सम्पूर्ण शक्ति त प्रेम आले अधिवक्ता भाषाको संरक्षण चाहिँ शिक्षक शिक्षिकाले गर्नुपर्छ। भाषा बोलेर मात्रै हुँदैन, त्यहाँ व्याकरण छ, त्यहाँ लेख्नुपर्छ, त्यहाँ पढ्नुपर्छ, यो सिकाउनुपर्छ। तर अभिभावकले पनि जोड दिनुपर्छ र यो शिक्षक शिक्षिकाहरूले उहाँहरूले ठुलो भूमिका निभाउनुपर्छ अब भाषा संरक्षण गर्नको लागि। जस यसको निम्ति हाम्रो भूपू शिक्षक, प्रधान शिक्षक जगत राई सरबाट अनि साथसाथै हाम्रो सुम्बिमा समाजका सदस्य सुरया राईबाट यहाँलाई सम्मान गरिँदैछ। हजुर सबैले ताली बजाएर नानीहरूलाई अझै धेरै उत्साह जगाइदिनु हुन म विनती गर्न चाहे। यो ताली अझै साह्रो बजोस्, यी नानीहरूलाई अझै भविष्यमा ठुलो मान्छे भए आकाशको एउटा उज्जवल तारा, सङ्गीतको एउटा उज्जवल तारा अभियानको रूपमा राखिएको छ। हामी हाम्रो स्टुडियोमा आएर जसले पनि जुन प्रकारको विचारहरू पोख्नु चाहन्छ, सङ्गीतकारहरूले सङ्गीत सुनाउनु चाहनुहुन्छ, गीत गाउने हाम्रो नानीहरूले गीत गाउन सक्नुहुन्छ, कविता लेखेर कविताको
कविताको माध्यमबाट समाजलाई अलिक सजग गराउनुहुन्छ त्यो प्रकारको एउटा अभियान हामीले राखेका छौँ र 1 वर्षमा हामीले जसले हाम्रो स्टुडियोमा आएर कार्यक्रम गर्छ उहाँहरूलाई हामी वर्षमा एकपल्ट सम्मान गर्ने हाम्रो एउटा योजना छ। त्यसैको फलस्वरूप म यहाँ रचनाको बोखरा आवाजमा आएर आफ्नो सचेतपनाको एउटा जुन चाहिँ अभियान छ, बोलाइ छ, भोगाइ छ, त्यसको माध्यमबाट अन्तर्वार्ताको निम्ति मैले निम्ताएका थिएँ सुमन थापाज्यूलाई। उहाँलाई म यहाँ आएर एउटा निशानी कार्यक्रम छ, निशानी दिने हामीले प्रथा राखेका छौँ र उहाँलाई यहाँ आइदिने अनुरोध गर्छु। धन्यवाद। सन्तमाया राईको बाहुलीबाट उहाँलाई यो प्रदान गरिनेछ। मनेरो आउँदो रहेछ। धन्यवाद सुमन भाइलाई। दोस्रोमा हामी रचनाको बखरा सुरुदेखि नै हामीलाई सहयोग गर्ने गायकको रूपमा बखरा आवाज दिनुहुने उमेश सुन्दरज्यूलाई म यहाँ बोलाउँदछु। अर्पण राईज्यूलाई यहाँ निम्ताउने चेष्टा गर्छौँ। धन्यवाद।